मन्दिर र चर्चसँगै बस्नु भनेको भविष्यको झगडा निम्त्याउनु हो। निम्तेन? निम्त्यो नि, सुरु भयो नि। इस्यु त्यहीँबाट सुरु भएको। कुकुर र बिराला एउटै खोरभित्र पाल्छु भन्ने दम्ब हर्क सम्पाङले देखाउनु पर्दैन है, पर्दैन के। बाघ र बाख्रो एकै ठाउँ पाल्छु भनेर पनि गर्नु पर्दैन, त्यो बहादुरी होइन। मैले मिनटमा म स्तरकाले पोस्ट गरे जस्तो नि भनौँ न होइन, मेरो स्तरभन्दा त माथि हुन्छ नि त हर्क सम्पाङको। अहिले कुच 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 पोस्ट बढिहाल्नु भयो फेसबुकमा, जिस्काइराख्नु भयो। होइन, राज्य भनेको के हो? यिनै मुठीभरका नेता मात्रै राज्य हुन्, जनता होइन, समाज होइन। त्यो गोरु काटेर खाने आदि इत्यादि पहिचानवादी भन्छन् होइन, अब प्रकृति पूजक हौँ भन्छन्, नाटक गर्छन् रातभर। यो टिकटकमा आजकल क्षेत्री बाहुनलाई कसरी सिद्ध्याउने, हिन्दूलाई कसरी सिद्ध्याउने, रातैभर बैठक हुन्छ। यो भनेको सबै माओवादी गणतन्त्र, यसको चाहिँ परिणाम हो। हेर्नुहोस् है, आज यो प्रचण्डहरूले हिजो यो जात जाति जसरी उक्साए नि एउटा भोट ब्याङ्क बनाउनको लागि, त्यसको परिणाम हो। त आजको हेर्दाखेरि एउटा गाई प्रकृति हो कि होइन? हो नि, प्रकृति पूजकले गाई मार्ने एउटा जनावरको रिस गर्नु भनेको उनीहरूको इज्जत कहाँसम्म हो? जब एउटा जनावर जसको जीवनभर दुध खाछन्, पनिर खाछन्, चिया खाछन्, कफी खाछन्, तिनका बच्चालाई खुवाएका छन्, तिनै पहिचानवादी, तिनै मङ्गोल भन्नेहरू नडराइहालिदिनुहोस् है। तिनीहरूका चाहिँ बच्चा जन्मिने बित्तिकै आमा मऱ्यो भने बङ्गुरको दुध खुवाएको सुन्नुभएको छ? बाउको दुध खुवाएको सुन्नुभएको छ? गाई भैँसीकै खुवाउँदैनन्। अनि भैँसी खान आउने गाई खान नहुने भन्दै आतङ्क फैलाछन् नि। भैँसी खाऊ के खाऊ कुन शास्त्रमा लेखेको छ भन्नुहोस् त? खाऊ भनेको छ? नखाऊ न, जसको दुध खान्छौ। आमाले त 2 वर्ष दुध खुवाएको तिमीलाई, यिनले त मरिन्जेल होइन, मर्ने बेलामा अन्न पसेन भित्र भने पनि तिनले रक्सीले बाँचेका छैनन् के, दुध खाछन्। के को रिस गरेको जनावरको? अनि आजको यो हत्कण्डा देख्दा तिनीहरू डराए, म्याक्सिमम डराए। जो यो अस्ति गोरु काटेर खाने थिए नि, उनीहरू डराएर भए जतिको पावर प्रयोग गरे। तिनीहरू नडराएका भए यो पावरै प्रयोग हुने थिएन। मान्छेलाई प्रवेश गर्नै नदिनु, देशभरिको सुरक्षा समेत त्यहाँ लगेर खन्याउनु भनेको यिनीहरू यता सत्ताधारी पनि डराए, ती अराजक तत्त्वहरू पनि डराए, अरू केही पनि होइन। होइन, राज्य भनेको के हो? यिनै मुठीभरका नेता मात्रै राज्य हुन्, जनता होइन, समाज होइन। समाज भनेको के हो? यिनका पार्टी नभए देश बाँच्छ, समाज नभए देश बाँच्छ, हाम्रो संस्कृति नभए देश बाँच्छ। हामीलाई हरेक दिन डोर्याउने जन्मिनुभन्दा अगाडि गर्वबाट संस्कृतिले बाँधेको छ। यिनका पार्टीले बचाएको हामीलाई, पार्टीले जन्माएको। तपाईँ गर्भमा जाँदा अहिले के गर्भवती महिलालाई दही चिउरा खुवाउने, माइतीले संरक्षण गर्ने, जन्मिने बित्तिकै बच्चाहरूलाई नुहारण गर्ने, पास्नी गर्ने, विवाह गर्ने, व्रतबन्ध गर्ने पार्टीले ल्याएको चलन हो, व्यवस्थाले ल्याएको, राज्यले ल्याएको चलन हो। ती बिना समाज बाँच्छ है? आज यिनले बेदर्ता भने। हिजो हाम्रो सामाजिक परम्परामा अहिले पनि पहिले विवाह गरेर मात्रै दर्ता गर्छौ किन भनेपछि यिनका त नभए हुन्छ। यी राज्य सत्ताधारीहरू अहिलेका नभए हुन्छ, यो व्यवस्था नभए हुन्छ। व्यवस्था यिनले पछि क्रिएट गरेको, विदेशीले हाम्रो देशलाई आक्रमण गर्नको लागि ल्याइएको एउटा अस्त्र हो यो व्यवस्था। यो व्यवस्था चाहिँदैन। समाज चाहिन्छ, धर्म संस्कृति चाहिन्छ है। त्यो भएको कारणले यिनले चाहिँ भने त्यो हुँदैन। हामीलाई यी मरेर गए पनि केही हुँदैन र हामी चाहन्छौँ यिनलाई सिद्ध्याउन, तर हामी धर्म संस्कृति सिद्ध्याउन चाहँदैनौँ। त्यही ठाउँका पनि प्योर नेपालीहरूले कहिल्यै पनि गाईको विरोध गरेको आजसम्म देख्नु भएको थियो? हर्क साम्पाङले अहिले एउटा के चाहिँ लाग्दैछ भने हिजो अस्तिसम्म धेरै वकालत पनि गरियो, अझै पनि म उहाँको राजनैतिक करियर नबिग्रियोस् भन्नेमा थिएँ। आफूमा भर पर्छ, हेर्नुहोस्, आफ्ना क्रियाकलापमा भर पर्छ, आफ्नो अभिव्यक्तिमा भर पर्छ। हर्क साम्पाङज्यूको राजनीति यात्रा लामो होस् भन्ने लागेको थियो हामीलाई, तर अलिअलि ढुङ्गा र पानीले मात्रै हुँदो रहेछ नि त। धर्म संस्कृतिको संरक्षणमा उहाँले के गर्नुभयो त? अहिलेसम्म केही बोलिदिनु भयो? इस्यु त्यहीँबाट उठे, म्याक्सिमम उठे। किन? त्यहाँ संरक्षक नभएको कारणले उठे। लथालिङ्ग बनायो धर्म संस्कृतिमा, पहिचानमा होइन। जहाँ चाहिँ धर्म संस्कृतिमा बलियो आड भएको, जस्तै बालनहरू अहिले अब तुलनै गर्नुपर्ने अवस्था भयो क्या। बालनले अहिले धर्म संस्कृतिहरूका वकालत धेरै गरेका छन्। त्यही तरिकाको गर्नु यहाँभित्र पनि छन् नि त। यहाँभित्र पनि बनाइएका क्रिस्चियन आदि इत्यादि। म भने है फेरि, त्यहाँ अधिकांश न्यु खोज्नेहरू, त्यो गोरु खानेहरू तपाईँले प्रोफाइलै कोट्याएर जानुहोस्, छन्, क्रिस्चियनै छन्। मलाई डर छैन। गाई खान पाउनुपर्छ, गोरु खान पाउनुपर्छ भन्ने नेपालभित्रको अरू धर्मावलम्बीले भनेकै छैन होइन। त्यो प्रमाणै त्यो देखाइदिउँला पनि खोज्नु पर्दा। रातिका मेरा टिकटकका लाइभ कति यहाँ रेकर्ड गरेर मैले राखेको छु, ठाउँ ठाउँमा देखाएको छु होइन। सबै प्रमाण छन्, मलाई डर छैन। तर कुनै पनि राज्यका शासक हुन् भने उनीहरूले त्यहाँभित्रको धर्म संस्कृति सबैको जगेर्ना गर्नुपर्छ। राज्य भनेको एक अङ्ग होइन नि, यहाँ त 1000 अङ्ग हुन्छ, सबै कुरा मिलेर राज्य बन्छ। यी सत्ताधारी यिनीहरूले राज्य चलाउँछन्, यिनले बनाएको राज्य हो यो भनेको। त यी चाहिँ के हुन् भन्ने, यी दानवहरूले चलाएको देश। देख्नु भएको छ नि त परिणाम, मैले के बताइरहनु परेर। यो रण मैदान बन्छ जहिले पनि। अनि आज हर्क साम्पाङले गर्दै गरेको रोलमा
उहाँले के गर्नुभयो, एउटा मैले मिनटमा म स्तरकाले पोस्ट गरे जस्तो नि भनौँ न होइन, मेरो स्तरभन्दा त माथि हुन्छ नि त हर्का साम्पाङको अहिले कुछ 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 पोस्ट बढी हान्नुभयो फेसबुकमा, जिस्काइराख्नु भयो होइन। अनि त्यो दुई पक्षलाई मिलाएर राख्ने कसरत कति पनि गर्नु भएन। उहाँकै कारणले विवाद उठेको होइन रे मानौँ ल, तर संविधानले नै वर्जित गरेको छ त गाई गोरु काटेर खान भनेपछि असंवैधानिक कदम आफ्नो पालिकामा गरेपछि त्यसमा संवेदनशीलता देखाइदिनु भएन उहाँले, एउटा खेलाँचीको रूपमा लिनुभयो त्यो होइन। अनि त्यहाँ मन्दिरको छेउमा चर्च बन्यो, एउटा पालिकाले त्यो चर्च बन्नु विवाद उठिसके पछाडि वातावरणीय प्रभाव मूल्याङ्कन छैन, नक्सापास छैन भनेपछि संवेदनशीलता अपनाइदिनु पर्दैन। मन्दिर र चर्चसँगै बस्नु भनेको भविष्यको झगडा निम्त्याउनु हो, निम्त्यो नि, सुरु भयो नि, इस्यु त्यहीँबाट सुरु भएको। अनि अन्त थियो र एउटा राष्ट्रवादी शासक हो भने त्यसलाई बेलामा नै हो यो भविष्यमा यसले ठुलो लडाइँ हुनसक्छ, जनधनको क्षति हुनसक्छ, मानवीय ठुलो क्षति हुनसक्छ। मन्दिरमा कार्यक्रम हुँदा चर्चले विरोध गर्छ, चर्चमा कार्यक्रम हुँदा मन्दिरले विरोध गर्छ, चर्चमा जाने मान्छे मन्दिरले तान्छ, मन्दिरमा जाने मान्छे चर्चले तान्छ, चर्चमा आउने मान्छे मन्दिरले जिस्क्याउँछ, मन्दिरमा जाने मान्छे चर्चले जिस्काउन थाल्छ, बाटो रोकेर हानाहान हुन थाल्छ। मन्दिरको कार्यक्रममा चर्चका मान्छेले बाटो रोकेर हानाहान गर्न सक्छन्, चर्चको कार्यक्रमका दिन मन्दिरकाले गर्न सक्छन् भनेपछि कुकुर र बिराला एउटै खोरभित्र पाल्छु भन्ने दम्ब हर्क सम्पाङले देखाउनु पर्दैन है, पर्दैन के। बाघ र बाख्रो एकै ठाउँ पाल्छु भनेर पनि गर्नु पर्दैन, त्यो बहादुरी होइन। गर्नै नसक्ने काममा बेलामा सचेतना अपनाउनु भएन भने उहाँको राजनीति यात्रा कसरी अगाडि जान्छ। अझै पनि मैले भनेको छ, तपाईँ नेपाली राजनीतिज्ञ हो भने नेपालको माटो अनुरूपको हुनु पर्यो, नेपालको धर्म संस्कृति अनुरूपको हुनु पर्यो। बारम्बार भनेको छ, बुढा सुब्बाको प्रचार गर्नुहोस्, हलेसी महादेवको प्रचार गर्नुहोस्, राईहरूको तीर्थस्थल हलेसी महादेव स्थापना नै राईहरूले गरेको छ त्यहाँ। अनि तिजामा गुन्यु चोली लाएर रातो साडी लाएर जाने यो जनजातिका राईनी महिलाहरूलाई पनि के खबरदार भनेको छ, लक्ष्मी पूजाको दिन श्रम गर्न हिँड भनेको छ, अनि यो क्रिसमस डेको दिन अफिसमा केक काटेको छ भन्ने यी कुराहरूले उहाँले उक्साउँदै लानुभयो क्या समाजलाई, कि कसैका क्रियाकलापमा संलग्नै नहुने होइन। अब निरपेक्षको आड हो भने हुँदै नभएको, धर्म हुँदै नभएको भनेर छैन, पापै पाप भएको हो नि त। धर्म भनेको के होला भन्नुहोस् त, राम्रो काम गर्नु होइन, आफ्ना संस्कृतिको जगेर्ना गर्नु होइन, पिता पुर्खाले ल्याएर चलाएर ल्याएका राम्रा चलनहरूको जगेर्ना गर्नु होइन, विकृतिलाई फाल्नु होइन धर्म भनेको। विदेशी संस्कृतिहरूको प्रचार गर्नु धर्म हो त्यो। धर्म शब्दको अर्थ आफैमा आफ्नो राष्ट्रियताको जगेर्ना गरेर धर्म हो भनेको छ क्या होइन, त्यतातिर बुझ्नु पर्यो नि। अनि त्यही हो, अब पहिले राम्रै काम गर्नुभयो भन्ने लागेको थियो। अनि मैले अघि एउटा पोस्ट पनि गरेँ क्या, अब यो एउटै हिलो दलिएको सर्ट चाहिँ जुनसुकै प्रोग्राममा पनि देखाएर फेसबुकमा फोटामा त्यही सर्ट मात्रै देखाएका पोस्ट गरेर गर्दै जाँदाखेरि उहाँको अलिकति वेट कम हुँदै जान्छ कि हामीले भविष्यको आशा गरेको नेता हुनुहुन्थ्यो नि त अलिक कुन हदसम्म सुहाउँछ। अब कुनै दिनलाई रियल भएको देखिएको कुराहरू पनि विषयहरू पनि बढी भएपछि स्टन्ट गरेको हुन्छ होइन, त्यो हुँदै जान्छ। उहाँ संवेदनशील बन्नुहोस्, उहाँ जस्तो मान्छे विकासको रूपमा चाहिन्छ, तर विकास मात्रै सबै कुरा हुँदैन। जब सबै कुराको संरक्षण एउटा शासकले गर्न सक्दैन, भौतिक विकास एक दिन डिस्ट्रक्सनमा पुग्छ। सांस्कृतिक विकास भएन भने, सांस्कृतिक संरक्षण भएन भने, आज हेर्नु न, आज त्यहाँ ठुलो लडाइँ भएर ध्वस्त भएर युक्रेन जस्तो उदाहरण भयो भने उहाँले ल्याएको पानीको पाइप बस्छ र उहाँले गरेको विकास बस्छ र? सबै कुरा चाहियो नि त, सबै कुरालाई अगाडि बढाउनु पर्यो नि त। त्यो कुरा उहाँले बुझ्नुहोस्। यो मैले गाली गरेको सुझाव दिएको। विदेशी धर्मको प्रचारकहरूको आडमा उहाँ हिँड्नुभयो भने उहाँले राष्ट्र डोराउन सक्नुहुन्न।